अहिले निकै लामो समयको अन्तरालपछि फेरि अर्को एउटा सिमेन्ट कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्दैछ। नेप्सेमा अहिले 4वटा सिमेन्ट कम्पनीहरू लिस्टेड भइसकेको छन्, जसमा सबैभन्दा सुरुमा शिवम सिमेन्ट, त्यसपछि सर्वोत्तम गर्दै घोराई र सोनापुर पनि लिस्ट भएको थियो भने अहिले यही आउँदो फागुन 12 गतेबाट चाहिँ पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पनि आइपिओ निष्कासन गर्दैछ। अहिले यो आइपिओ को लहरमा जस्तो पनि कम्पनीहरूको आइपिओ आइरहेको बेलामा पाल्पा सिमेन्ट इन्डस्ट्री चाहिँ सिमेन्ट इन्डस्ट्रीहरू मध्ये नै एउटा राम्रो कम्पनीको रूपमा एस्टाब्लिस छ र नेपालबाट जति पनि सिमेन्ट एक्सपोर्ट हैन कि निर्यात हुने गर्छ त्यसमा लगभग 50% सम्मको चाहिँ मार्केट शेयर होल्ड गरेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपिओले चाहिँ साच्चैकै मार्केटमा एउटा पोजिटिभ सेन्टिमेन्ट ल्याएको छ। आजको भिडियोमा हामीले यो कम्पनी कस्तो छ, यसको फाइनान्शियल्सहरू के छ, आइपिओ को डिटेल्सहरू कस्तो हो र ओभरअल कम्पनीको बारेमा चाहिँ एउटा डिटेल इन्फर्मेसन लिनेछौँ। आउनुहोस् आजको भिडियो सुरुवात गरौँ। यदि तपाईँ आइपिओ मात्रै भइराख्नुहुन्छ अथवा दोस्रो बजारमा कारोबार गर्न सिक्न बुझ्न मन लागेको छ भने तपाईहरुलाई नै डेडिकेट गरेर चाहिँ आज हैन कि यही फागुन 12 गतेबाट हामीले बेसिक टु एडभान्स स्टक मार्केट ट्रेनिङ सञ्चालन गर्दैछौँ, जुन ट्रेनिङ 30 दिनसम्मको हुनेछ। हरेक दिन साँझमा 7 बजेदेखि 9 बजेको बीचमा चाहिँ अनलाइन जुम मार्फत हुने यो ट्रेनिङ तपाईलाई जोइन गर्नु मन लाग्छ भने आजबाट चाहिँ स्टार्ट भइरहेको छ। यो ट्रेनिङको राम्रो पक्ष भनेको चाहिँ अनलाइन मार्फत हुन्छ र कुनै क्लास छुट्यो भने रेकर्डेड भिडियोज पनि पाइन्छ। ट्रेनिङको फी भनेको चाहिँ 15,000 छ, तर सुरुमा एकपटक डेमो हेरेर लिक्छु पनि भन्नु पाइन्छ। आज भोलि र पर्सि चाहिँ हामीले फ्री क्लास राखेको छौँ सुरुको 3 दिन। यदि तपाईलाई ट्रेनिङ कस्तो हुन्छ हेरेर जोइन गर्छु जस्तो लाग्छ भने सुरुको 3 दिनको फ्री क्लास जोइन गर्नको लागि मैले डिस्क्रिप्सनमा र पिन कमेन्टमा चाहिँ WhatsApp ग्रुपको लिंक राखिदिनेछु। त्यो लिंकमा गएर जुम मार्फत चाहिँ हाम्रो ट्रेनिङ तपाईँ अटेन्ड गर्न सक्नुहुन्छ। नाउ लेट्स गेट ब्याक टु द भिडियो। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले यही आउँदो फागुन 12 गतेदेखि फागुन 15 गतेसम्म आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीले आफ्नो टोटल इस्युड क्यापिटल 3 अर्ब 75 करोडको चाहिँ 20% हुन आउने 75 करोड रुपियाँ यानी कि 75 लाख किता चाहिँ अहिले सर्वसाधारणमा आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीले आफ्नो इस्युड क्यापिटलको 5% चाहिँ आयोजना प्रभावित बासिन्दाहरूको लागि निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ, जसमा 18,75,000 किता चाहिँ पाल्पा जिल्ला र नवलपरासी सुस्ता पश्चिमका बासिन्दाहरूले चाहिँ आइपिओ भरेका थिए। त्यहाँबाट बचेको 15% हुन आउने 56,25,000 किता सर्वसाधारणलाई निष्कासन गरिँदैछ, जस मध्ये पनि वैदेशिक रोजगारमा जाने नेपालीहरूको लागि 5,62,000 किता, म्युचुअल फन्डको लागि 2,81,000 किता र कम्पनीका इम्प्लोइको लागि 2,81,000 किता गरेर त्यो 56 लाखबाट घटाउँदा बचेको चाहिँ 45 लाख किता भने अहिले सर्वसाधारणलाई आइरहेको छ, जसमा तपाईहरुले पनि आवेदन दिन सक्नुहुन्छ। अब यसमा 10 किताको दरले गर्ने हो भने 4.5 लाख जनालाई चाहिँ आइपिओ पर्ने खालको सम्भावना छ भनेपछि अहिले आइरहेको धेरै कम्पनीहरु भन्दा अलि ठूलो खालको आइपिओ हो, त्यसकारणले तपाईले भर्न चाहिँ सक्नुहुन्छ। यो कम्पनीको आइपिओ इस्यु म्यानेजर भनेको चाहिँ नोबेल इन्भेस्टमेन्ट बैंक रहेको छ र यो कम्पनीको इस्युअर रेटिङको कुरा गर्ने हो भने इन्फोमेरिक्स नेपालले BB+ को रेटिङ दिएको छ, जसले मोडरेट रिस्क भनेर जनाउँछ। तर खासमा कम्पनीको फाइनान्शियल स्ट्याटस चाहिँ जस राम्रै नै छ भन्न मिल्छ। धेरै जसो कम्पनीहरुले B- खालको रेटिङहरु पाइराख्दा यसको BB+ को रेटिङ चाहिँ राम्रो नै हो। अब यसरी यो कम्पनीको आइपिओ को बारेमा बुझिसकेपछि थोरै कम्पनीको ब्याकग्राउन्ड, कम्पनीले के गर्छ भन्ने कुरा पनि एउटा बेसिक इन्फर्मेसन बुझिराखौँ। पाल्पा सिमेन्ट इन्डस्ट्री चाहिँ नेपालको पश्चिमी भेगमा निकै पपुलर र एउटा वेल एस्टाब्लिश सिमेन्ट फ्याक्ट्री हो। यो कम्पनीले सिमेन्ट मात्रै नभएर सिमेन्टको साथसाथमा क्लिङ्कर पनि म्यानुफ्याक्चर गर्ने गर्छ। यो कम्पनीको चाहिँ लाइमस्टोन माइन यानी कि चुन्डुङ्गाको खानी भनेको पाल्पा जिल्लामा रहेको छ भने यसको म्यानुफ्याक्चरिङ प्लान्ट भनेको चाहिँ नवलपरासी जिल्लाको सुनवलमा चाहिँ पर्छ र कम्पनीको कर्पोरेट अफिस भने काठमाडौँमा छ। यो कम्पनीलाई एउटा राम्रो पक्ष चाहिँ के भएको छ भन्दा कम्पनीको म्यानुफ्याक्चरिङ प्लान्टदेखि चुन्डुङ्गा खानीसम्म जुन हाम्रो लाइमस्टोन माइनसम्मको डिस्टेन्स भनेको 30 किलोमिटर हाराहारी छ, जुन सर्ट डिस्टेन्स भएको कारणले गर्दाखेरिमा कम्पनीलाई चाहिँ एउटा कस्ट एफिसिएन्ट हुने कुराहरुदेखि लिएर अन्य एडभान्टेज चाहिँ त्यहाँ मिलेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रीले चाहिँ मेनली 4 वटा प्रोडक्ट्सहरु सेल गर्ने गर्छ। सबैभन्दा सुरुमा क्लिङ्कर भइ नै हाल्यो र त्यसपछि चाहिँ ओपीसी, पीपीसी र पीएससी गरेर 3 प्रकारको चाहिँ कम्पनीले सिमेन्ट पनि बेच्ने गर्छ। तपाईहरुले बजारमा पाल्पा सिमेन्ट भनेर खासै सुन्नु भएको छैन होला, किनकि यो कम्पनीले पाल्पा सिमेन्टको नाममा नभएर उसको अन्डरको ब्रान्ड तानसेन सिमेन्टको नाममा चाहिँ सिमेन्ट बिक्री वितरण गर्ने गर्छ। यदि तपाई पश्चिमेली भेगमा हुनुहुन्छ भने
तानसेन सिमेन्ट तपाईहरुले धेरै ठाउँमा देख्न पनि सक्नुहुन्छ। यो कम्पनी चाहिँ 2066 सालमा चाहिँ प्राइभेट कम्पनीको रूपमा दर्ता भएको थियो भने पछि गएर 2078 सालमा चाहिँ पब्लिक लिमिटेडको रूपमा कन्भर्ट भएर आइपिओ प्रक्रियामा अगाडि बढेको थियो। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको मार्केट शेयरको कुरा गर्ने भने चाहिँ लुम्बिनी प्रदेश र बागमती प्रदेशमा चाहिँ यसको राम्रो मार्केट प्रेजेन्स छ र त्यसको साथसाथमा चाहिँ 2078-79 देखि चाहिँ सिमेन्ट र क्लिङ्कर चाहिँ यसले इन्डियामा पनि एक्सपोर्ट गर्न चाहिँ सुरु गरेको थियो। अब यो कम्पनीको मार्केट शेयरहरू के कति छ भनेर त्यसमा जानुभन्दा पहिला एकपटक हामीले कम्पनीको चाहिँ क्यापासिटी युटिलाइजेसन पनि हेरौँ है त। अहिले नेप्सेमा लिस्टेड सिमेन्ट कम्पनीहरूले चाहिँ धेरै राम्रो परफर्म गर्न सक्ने अवस्था छ, तर त्यो भइरहेको किन छैन त भन्दा उनीहरूले चाहिँ फुल क्यापासिटीमा अपरेसन गर्न सकेको सिनारियो छैन। सपोज कुनै एउटा कम्पनीले 1 लाख बोरा सिमेन्ट म्यानुफ्याक्चर गर्न सक्छ भने बजारमा डिमान्डै छैन भने म्यानुफ्याक्चर गरेर चाहिँ के गर्नु त भनेपछि बजारमा जति डिमान्ड छ उसले 20-30 हजार बोरा सामान बनायो अरे। अब त्यो बनाएबाट अरू बचेको जुन एक्स्ट्रा स्पेस छ, जति क्यापासिटी छ, त्यो चाहिँ अनयुटिलाइज बच्छ। त्यो अनयुटिलाइज बच्दै गर्दाखेरिमा पनि यदि त्यो कम्पनीले ब्याङ्कबाट लोन लिएको छ अथवा भनौँ मसिनरिजहरू लिएको छ, ल्यान्ड लिजमा लिएको छ, फ्याक्ट्रिजहरूमा केही इन्भेस्टमेन्ट गरेको छ, वर्कर्सहरू लेबर्सहरू राखेको छ, स्टाफहरू राखेको छ भने त्यो सबै कस्ट चाहिँ लागि नै राख्छ, तर यता प्रोडक्सन भने भएको छैन, जस कारणले गर्दा सिमेन्ट कम्पनीजहरूलाई राम्रो इम्प्याक्ट पर्ने गर्छ। र यो कम्पनीलाई पनि के भएको छ त भनेर हेर्नको लागि हामी विगतको 4 वर्षको चाहिँ कम्पनीको क्यापासिटी युटिलाइजेसनहरू हेरौँ है। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको फिस्कल इयर 2078-79 मा डेली प्रोडक्सन क्यापासिटी भनेको 1500 मेट्रिक टन थियो, जुन एनुअलमा चाहिँ 4,95,000 हुन जान्छ। त्यो बेलामा कम्पनीको 61% क्यापासिटी युटिलाइजेसन थियो। त्यो भनेको चाहिँ कम्पनीले 4,02,503 मेट्रिक टन चाहिँ प्रोड्युस गरेको थियो, तर यो सिमेन्ट होइन क्लिङ्करको। हामीले पहिला क्लिङ्कर र सिमेन्ट छुट्टा छुट्टै हेर्छौँ, अहिले हामी क्लिङ्करको कुरा गरिरहेछौँ। 78-79 मा 61% थियो भने त्यो बढेर चाहिँ 79-80 मा पुग्दाखेरिमा चाहिँ त्यो क्यापासिटी युटिलाइजेसन 70% हाराहारी पुग्यो। कम्पनीको प्रोडक्सन क्यापासिटी भने 1500 मेट्रिक टन नै थियो। त्यसपछि कम्पनीले 2079-80 पछाडि 80-81 मा चाहिँ कम्पनीले इन्डियामा एक्सपोर्ट पनि गर्न थाल्यो, जसपछि क्यापासिटी युटिलाइजेसन वात्तै नै बढ्यो। 70% मा रहेको त्यो क्यापासिटी युटिलाइजेसन चाहिँ सिधै बढेर त्यो वर्षमा चाहिँ 99% सम्म पुगेको भनेर कम्पनीले देखाएको छ। त्यसपछि अर्को आर्थिक वर्ष 81-82 मा पनि कम्पनीको चाहिँ अराउन्ड 97% चाहिँ क्लिङ्कर म्यानुफ्याक्चरिङको क्यापासिटी युटिलाइजेसन छ। भनेपछि क्लिङ्कर प्रोड्युस गर्न कम्पनी एफिसिएन्ट छ र आफ्नो फुल फ्लेजमा काम गरिरहेको छ भनेर देखिन्छ। यहाँ क्लिङ्कर फुल छ भनेपछि सबै राम्रो भनेर बुझ्नु मिल्दैन, किनकि नेपालमै कतिवटा सिमेन्ट कम्पनीहरूले चाहिँ क्लिङ्कर किनेर सिमेन्ट बनाउँछन्, अब कति कम्पनीहरूले क्लिङ्कर मात्र एक्सपोर्ट गर्छन्। त्यस कारणले सिमेन्टको क्यापासिटी युटिलाइजेसन पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ, किनकि मेजर फ्याक्ट्री भनेको चाहिँ सिमेन्ट फ्याक्ट्री हो। अब हामीले सिमेन्टमा चाहिँ यो युटिलाइजेसनहरू कतिको छ भनेर हेरौँ है त। फिस्कल इयर 2078-79 मा चाहिँ कम्पनीको 45% हाराहारी थियो। आफ्नो प्रोडक्सन क्यापासिटी 2100 टन मेट्रिक टन डेली भने उसको क्यापासिटी चाहिँ अराउन्ड 45% युटिलाइज रहेछ। 79-80 मा चाहिँ 48%, 80-81 मा 52% र 81-82 मा पनि डेली क्यापासिटी 2100 मेट्रिक टन हुँदा हुँदै पनि कम्पनीको क्यापासिटी युटिलाइजेसन भनेको 53% मात्रै रहेको छ। यो युटिलाइजेसन कम्पनीले यदि 70-80% सम्म पुर्याउन सक्यो भने जुन मार्जिनल गेन हुन्छ त्यसको लागि न कुनै एक्स्ट्रा फ्याक्ट्री हाल्नु पर्यो, न कुनै त्यति धेरै एक्स्ट्रा लेबरहरू हाल्नु पर्यो, अरू एक्स्ट्रा केही इन्भेस्टमेन्ट नगरिकन युटिलाइजेसन बढाउन सकिन्छ भने त्यो बेलामा कम्पनीले मार्जिनल बेनिफिट लिन सक्छ, जुन हामीले एडेड एडभान्टेज पनि भनेर भन्न मिल्यो। अब यसरी कम्पनीको क्यापासिटी युटिलाइजेसन बुझेपछि एकपटक रिजनल मार्केट शेयर पनि के कस्तो छ भनेर हेरौँ है त। कम्पनीले नेपालभित्र जति पनि सेल्स गर्ने गर्छ त्यसको अराउन्ड 42.66% भने लुम्बिनी प्रोभिन्सबाट मात्रै नै आउँछ, यानि कि प्रदेश नम्बर 5 मा चाहिँ यो कम्पनीले राम्रो मार्केट क्याप्चर गरेको छ। त्यसपछि भने बागमती प्रोभिन्स छ जसमा कम्पनीको 26.32% को चाहिँ रेभेन्यू सोर्स त्यहाँबाट हुन्छ। त्यस पछाडि अरू बचेको रेभेन्यू भनेको कम्पनीको अरू डिफरेन्ट प्रोभिन्सहरूबाट आउँछ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको एउटा राम्रो पक्ष भनेको चाहिँ एक्सपोर्टमा डोमिनेन्स देखिन्छ। नेपाल एज अ होल कन्ट्रीले चाहिँ अघिल्लो आर्थिक वर्ष 2081-82 मा 4,90,272 टन क्लिङ्कर र 3,56,773 टन चाहिँ सिमेन्ट एक्सपोर्ट गरेको थियो। यो डेटा चाहिँ हामीले कस्टम डिपार्टमेन्ट अफ नेपालबाट लिएको छौँ। तपाईँले सोर्स हेर्नु मन लाग्छ भने यहाँ देख्न सक्नुहुन्छ। अब नेपालले यति एक्सपोर्ट गर्दै गर्दाखेरिमा त्यसमा पाल्पा सिमेन्टले कति गर्यो भन्ने कुरा चाहिँ इन्ट्रेस्टिङ छ। 2081-82 अन्त्यसम्म यानि कि असार एन्डसम्म हेर्ने भने पाल्पा सिमेन्टले चाहिँ 1,28,956 टन क्लिङ्कर एक्सपोर्ट गरेको छ, जुन चाहिँ यो कम्पनीको आफ्नो प्रोडक्सनको चाहिँ 30% हो। यानि कि
पाल्पा सिमेन्टले जति क्लिङ्कर बनाउँछ त्यसको 30% चाहिँ इन्डियामा एक्सपोर्ट गर्छ। तर एज अ होल नेपालले एक्सपोर्ट गरेकोमा पाल्पाको कति मार्केट सेयर छ भन्ने हो भने फेरि त्यो भनेको 26.3% हुन जान्छ। यानि कि नेपालले 100 टन एक्सपोर्ट गर्यो भने पाल्पा सिमेन्टले 26 टन कन्ट्रिब्युट गरिरहेको छ। तर यो त क्लिङ्करमा थियो, अब सिमेन्ट हेरौँ है त। सिमेन्टमा चाहिँ पाल्पा सिमेन्ट इन्डस्ट्रीले 2081-82 को असार एन्डसम्म चाहिँ 1,89,741 मेट्रिक टन चाहिँ एक्सपोर्ट गरेको छ। जुन हेर्ने भने कम्पनीको प्रोडक्सन क्यापासिटीको चाहिँ 49% हो। यानि कि कम्पनीले उत्पादन गरेको आधी चाहिँ इन्डियामा एक्सपोर्ट गर्दो रहेछ। तर नेपालले एक्सपोर्ट गरेकोमा कति पर्सेन्ट हो भनेर हेर्ने हो भने फेरि यो भनेको निकै ठुलो नम्बर हुन जान्छ, द्याट इज 53.22%। नेपालले एज अ होलमा 3,56,000 मेट्रिक टन एक्सपोर्ट गर्दाखेरिमा यो कम्पनी पाल्पा सिमेन्टले चाहिँ 1,89,000 त एक्लै नै एक्सपोर्ट गरेको छ सिमेन्टमा। यो गर्दाखेरिमा 50% भन्दा बढी एक्सपोर्ट कन्ट्रिब्युसन चाहिँ यो कम्पनीको नै छ, जुन राम्रो पक्ष पनि हो। यदि फ्युचरमा क्यापासिटी युटिलाइजेसन बढ्दै गयो भने कम्पनीलाई एउटा एक्सपोर्टमा राम्रो अपर्च्युनिटी पनि हुन सक्छ। त्यस कारणले गर्दा पनि यो कम्पनी चाहिँ नेपालमा अलि लार्ज स्केल सिमेन्ट म्यानुफ्याक्चरर्सहरू मध्ये चाहिँ पर्न जान्छ। यसरी हामीले कम्पनीको बारेमा धेरै डिटेल्सहरू बुझिसके पछाडि अब कम्पनीको थोरै फाइनान्शियल पर्फर्मेन्सको पनि कुरा गरौँ है त। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको पेड अफ क्यापिटलको कुरा गर्ने भने फिस्कल इयर 2079-80 मा 3 अर्ब थियो, 80-81 मा पनि 3 अर्ब, 81-82 मा पनि 3 अर्ब थियो भने अहिले आउने आर्थिक वर्ष आइपिओ पश्चात चाहिँ कम्पनीले 3 अर्ब 75 करोड रुपियाँ चाहिँ पुर्याइरहेको छ, जसमा 75 करोड फ्रेस क्यापिटल इन्जेक्सन भइरहेको छ। कम्पनीको नेट प्रफिट यानि कि नाफाको कुरा गर्ने भने चाहिँ 79-80 मा 3 करोड 92 लाख रुपियाँ थियो, 80-81 मा 7 करोड र 81-82 मा चाहिँ 9 करोड 75 लाख रुपियाँको चाहिँ नेट प्रफिट छ। यानि कि यो भन्दा पहिला त्यो पनि प्रिमियम अमाउन्ट जस्तै घोराई सोनापुरले चाहिँ प्रिमियममा आइपिओ जारी गरे हो, तिनीहरू त्यो बेलामा लसमा भइरहेको थियो र अहिले त हेर्न हुने अवस्था पनि छैन। त्यो कम्पनीहरूको कम्पेरिजनमा त कम्पनीले 9-10 करोडको नाफा नै गरिरहेको छ, त्यो पनि आइपिओ जाने वर्ष यसो भनेको खालको प्रफिट होइन। कम्पनीले साँच्चीकै विगतको केही वर्षदेखि राम्रै नाफा गरिरहेको छ। सो कम्पनी राम्रो नै छ। अब कम्पनीको अर्निङ पर सेयर हेरौँ है त। इपिएस हेर्ने भने त्यति धेरै लुक्रेटिभ चाहिँ देखिँदैन। फेरि कम्पनीले फिस्कल इयर 2079-80 मा चाहिँ 1.31, 80-81 मा 2.34 रुपिस र 81-82 मा चाहिँ 3.25 रुपिसको इपिएस जेनेरेट गरेको छ। अर्निङ पर सेयर चाहिँ त्यति ठुलो नम्बर नदेखिए तापनि अहिले पोजिटिभ चाहिँ छ। कम्पनीको क्यापिटल साइज ठुलो र अहिले प्रफिट कम हुँदा इपिएस कम भएको छ। इनकमिङ टाइम यदि कम्पनीले सिमेन्टको क्यापासिटी युटिलाइजेसन बढाउन थाल्यो भने कस्ट त्यति धेरै एडअप नभइकन चाहिँ रेभेन्यू बढ्दाखेरिमा कम्पनीलाई राम्रो एडभान्टेज त्यहाँ चाहिँ पुग्छ। अब यही फाइनेन्सियल्सको कुरा गर्दा धेरैलाई चासो हुनेको फेरि बुक भ्यालु पर सेयर यानि कि नेटवर्थ कति छ, बजारमा कति पुग्छ भनेर। यो चाहिँ दुईटा खालको छ, एउटा चाहिँ रिभ्यालुएसन अनुसार र एउटा चाहिँ रिभ्यालुएसन नगरिकन। यसमा चाहिँ रिभ्यालुएसनहरू नगरिकन हेर्ने हो भने कम्पनीको लेटेस्ट नेटवर्थ पर सेयर भनेको 119 रुपिस छ भने रिभ्यालुएसन पश्चात चाहिँ 134 जति हुन्छ। विगतको 3 वर्षको डेटा तपाईँ स्क्रिनमा देख्न सक्नुहुन्छ। यसरी हेर्दा 100 भन्दा माथि नेटवर्थ 120 हाराहारी नेटवर्थ भनेको ठिकै नै छ। तपाईले 100 रुपियाँमा आइपिओ पाउँदा त 20 रुपियाँ त त्यही नै क्यापिटल गेन तपाईलाई भइ नै हाल्यो। यसरी हेर्ने भने कम्पनीको फाइनान्शियल स्ट्याटस निकै राम्रो नै देखिन्छ। अब हामी थोरै कम्पनीको प्रमोटर्सहरूको बारेमा पनि कुरा गरौँ, यानि कि बोर्ड अफ डिरेक्टर्सहरू के छ अथवा चाहिँ प्रमोटर्स होल्डिङ कस्तो छ भनेर। यो कम्पनीको आइपिओ पश्चातको क्यापिटल स्ट्रक्चर हेर्ने भने प्रमोटर्सहरूको चाहिँ 80% देखिन्छ, लोकल्सहरूको 5% र जनरल पब्लिकको चाहिँ 15% हुने देखिन्छ। यो कम्पनीको की प्रमोटर्सहरू हेर्ने भने राजेश कुमार अग्रवाल भन्ने हुन्छ जोसँग 36.12% छ भने विष्णु कुमार अग्रवालसँग पनि 36.12% छ। दुईजनाकै कम्बाइन्ड होल्डिङ हेर्ने भने 72% त कम्पनीको दुईजनासँग मात्रै होल्डिङ छ। उहाँहरू चाहिँ मेनली आरएमसी ग्रुपसँग एसोसिएटेड हुनुहुन्छ, जसको चाहिँ म्यानुफ्याक्चरिङ सेक्टरमा 2 डेकेड्स भन्दा बढी यानि कि 25 वर्ष जतिको चाहिँ एक्सपिरियन्स छ। सो म्यानेजमेन्ट टिमहरू राम्रो भएको र एक्सपिरियन्स भएको मान्छेहरूले यो कम्पनी चलाइराख्नु भएको छ, जुन कम्पनीको एउटा राम्रो पक्ष पनि हो। अब यसरी कम्पनीको म्यानेजमेन्ट टिमको बारेमा बुझिसके पछाडि अब थोरै हामीले चाहिँ कम्पनीले आइपिओ निष्कासन पछि आउने पैसालाई के गर्छु भनेको छ भनेर हेरौँ है त। कम्पनीले आइपिओ निष्कासनबाट प्राप्त हुने 75 करोड रुपियाँलाई चाहिँ पुरै पर्मानेन्ट वर्किङ क्यापिटल लोन रिपेमेन्टको लागि चाहिँ युज गर्ने भनेर भनेको छ। कम्पनीको लोन स्ट्रक्चर हेर्ने भने आजको डेटमा 6 अर्ब 46 करोड रुपियाँ बराबरको चाहिँ लोन छ, जुन कम्पनीले मेनली नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क, सानिमा ब्याङ्क, हिमालयन ब्याङ्क, नोबेल ब्याङ्क र ग्लोबल आइएमए ब्याङ्क गरेर 5वटा ब्याङ्कबाट लिएको छ। अब कुनमा कति लोन लिएको छ भनेर हेर्ने भने तपाईँ स्क्रिनमा देखिहाल्नुहुन्छ। यी ब्याङ्कहरूबाट विभिन्न प्रकारको विभिन्न क्यापेसिटीमा चाहिँ विभिन्न अमाउन्टको लोन लिएको छ।
जुन 6 अर्ब 46 करोड रुपियाँ बराबरको छ। अब आउँदै गरेको 75 करोड रुपियाँबाट कम्पनीले यिनै ब्याङ्कहरूलाई चाहिँ लोन रिपेमेन्ट गर्ने भनेको छ, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको 24 करोड, सानिमा ब्याङ्कको 13 करोड, हिमालयन ब्याङ्कको 12 करोड, नोबेल ब्याङ्कको 8 करोड र ग्लोबलाइन ब्याङ्कको 17 करोड भनेर मेन्सन गरिएको छ। यसरी हेर्ने हो भने आइपिओ पश्चातको अमाउन्टले जुन कम्पनीले लोन रिपेमेन्ट गर्दैछ त्यस पछाडि कम्पनीलाई डेटले पनि कम इम्प्याक्ट गरेर कम्पनी ओभरअलमा चाहिँ एउटा डिसेन्ट फाइनेन्शियल पोजिसनमा पुग्न सक्छ। यसरी हामीले यो कम्पनीको फाइनेन्शियल एनालिसिसहरू गर्यौँ र ओभरअल डिटेल्सहरू पनि हेर्यौँ। अब यसको प्रोज एन्ड कन्स हेर्ने भने कम्पनीको प्रोजहरू अलि बढी छ, कम्पनी अलि राम्रो स्ट्याटसमा देखिन्छ। सबैभन्दा राम्रो पक्ष भनेको आरएफसी ग्रुप अन्तर्गत सञ्चालन भइरहेको छ, म्यानेजमेन्ट टिमहरू लामो समयदेखि एक्सपिरियन्स बोकेर काम गरिराख्नु भएको छ। र कम्पनीको अर्को राम्रो पक्ष भनेको माइन्सदेखि फ्याक्ट्रीको डिस्टेन्स कम भएको कारणले गर्दा कम्पनीलाई अपरेसनल मार्जिनमा पनि इम्प्याक्ट पोजिटिभ नै पर्ने खालको हुन्छ र ओभरअलमा कम्पनीको क्यास फ्लो पनि ठिकै स्थितिमा देखिन्छ, कम्पनी प्रफिटेबल छ, ओभरअल फाइनेन्शियल स्ट्याटस पनि ठिकै नै छ। अब यो कम्पनीको केही नेगेटिभ एक्सपेक्टहरू हेर्ने भने सबैभन्दा सुरुमा त लिमिटेड अपरेसनल हिस्ट्री छ। 2019 बाट मात्रै कम्पनीले प्रोडक्सन स्टार्ट गरेपछि लिमिटेड टाइम पिरियड भएको छ, कम्पनी इस्टाब्लिस भएको, मार्केटमा लामो समयदेखिको प्लेयरहरू छन्, उनीहरूसँग कम्पिट गर्न गाह्रो हुनसक्छ। र ठ्याक्कै यसैको फलोअपमा दोस्रो कन भनेको चाहिँ हाइली कम्पिटेटिभ मार्केट, त्यो पनि प्राइस वार हुने इन्डस्ट्रीमा यो कम्पनी अपरेट गरिरहेको छ। सिमेन्ट इन्डस्ट्री भनेको चाहिँ ब्रान्ड बनाउने भन्दा पनि यो चाहिँ प्राइसको बढी गेम हुन्छ। तपाईँ सिमेन्ट पसलमा जानुभयो नि, ओहो यो ब्रान्ड मैले देखेको भन्दा पनि जुनको प्राइस कम छ हामी त्यो नै प्रिफर गर्छौँ। त्यस कारणले गर्दाखेरिमा प्राइस इन्टेन्सिभ मार्केटमा छिर्दै गर्दाखेरिमा कम्पनीलाई इम्प्याक्ट चाहिँ त्यहाँ पर्ने देखिन्छ। र अहिलेको कन्टेक्स्टमा होम्से शिवम जस्ता कम्पनीहरूले चाहिँ प्राइसमा लिड गर्दै गर्दाखेरिमा कम्पनीलाई कतै न कतै इम्प्याक्ट चाहिँ पर्न सक्छ। यिनीहरू त मेजर रिजन थिए भने अरू दुईवटा रिजन भनेको चाहिँ एउटा भनेको साइक्लिकल नेचर अफ सिमेन्ट इन्डस्ट्री, यो चाहिँ एकदम साइकलमा चलिरहेको छ। अहिले सिमेन्ट इन्डस्ट्रीको चाहिँ बियर मार्केट भनेर पनि भन्न मिल्छ सिमेन्ट इन्डस्ट्रीमा, नेप्सेमा चाहिँ होइन, किनकि एकदमै स्लो डाउन छ कन्स्ट्रक्सनको मार्केटदेखि लिएर यो मार्केट। अब यदि सिमेन्ट इन्डस्ट्री बुम हुनको लागि चाहिँ कन्स्ट्रक्सन बुम हुन पर्यो, यदि त्यो हुने भने फेरि यिनीहरूलाई डेफिनेटली फाइदा हुन्छ। यो एउटा साइकलमा नै चल्ने गर्छ र यिनीहरूको रेभेन्यू स्टाइल पनि त्यस्तै नै हुन्छ। र अर्को भनेको चाहिँ कम्पनीले मेजर एक्सपोर्ट गर्ने भएर फरेन करेन्सी फ्लक्चुएसनको पनि एउटा रिस्क चाहिँ भइ नै हाल्छ। यसरी हामीले कम्पनीको सबै कुराहरू बुझ्यौँ। यसलाई कन्क्लुड गर्ने भने कम्पनी साँच्चीकै हेर्ने भने फाइनेन्शियल स्ट्याटस राम्रो नै छ। अहिले आइपिओ आइरहेको कम्पेरिजन गर्ने भने त निकै नै राम्रो छ, तर ओभरअलमा कम्पनीले सुधार गर्नुपर्ने अझै पनि एरियाजहरू होलान्। कम्पनी हाइली लेभरेज छ है, 3 अर्बको क्यापिटलमा 6.5 अर्ब जतिको लोन लिँदाखेरिमा कम्पनीलाई एउटा हाइली लेभरेज भन्न मिल्छ। अब यो कन्टेक्स्टमा पनि आइपिओ पश्चात कम्पनीको गियरिङहरू अलिक घटेर 1.56 टाइम्समा चाहिँ डेट टु इक्विटी रेसियो बस्दा ठिकै पनि हुन सक्छ। र अब हेर्ने भने सिमेन्ट इन्डस्ट्रिज बिस्तारै रिभाइभ गर्ने फेजमा छन्, उनीहरूको पनि अब राम्रो दिनहरू आउन थाल्यो भने डेफिनेटली यो कम्पनीले राम्रो गर्न सक्छ। त्यसकारणले यस्तो कम्पनीलाई चाहिँ तपाईँले आइपिओ भर्ने मात्रै नभएर नेप्सेमा आए पछाडि पनि अलि लो रेटमा पाइन्छ भने मिलाएर पोर्टफोलियोमा राख्न सकिन्छ कि जस्तो लाग्छ। बट द्याट्स आवर पर्सनल ओपिनियन। इन्भेस्ट गर्नुभन्दा पहिला रिसर्च चाहिँ गर्नुपर्छ, बजारमा जति पायो त्यतिमा महँगोमा चाहिँ किन्नु भएन। यसरी हामीले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपिओ रिभ्यू गर्यौँ। यस्तै डिटेल रिभ्यूहरू हेर्नको लागि हामीलाई सब्सक्राइब गरेर हामीसँगै जोडिन सक्नुहुन्छ। यदि तपाईँलाई ट्रेनिङ जोइन गर्छ जस्तो लाग्छ भने आजैबाट हाम्रो डेमो क्लास सुरु भइरहेछ, एटलिस्ट 3 दिन आएर सुन्नुभयो भने केही न केही कुरा त जानिहालिन्छ। फुल ट्रेनिङ जोइन गर्ने नगर्ने तपाईँको नै इच्छा भयो। हस्, आजको लागि यति नै। फेरि हाम्रो भेट चाहिँ अर्को भिडियोमा हुनेछ।